नमस्कार साथीहरू, स्वागत छ द अनटोल्ड स्टोरी 779 मा। आज हामी तपाईलाई गाउँको स्वाद, संस्कार र परम्पराले जोडिएको नेपाली शैलीमा पकाइने खसीको मासु यानि कि गोठाले स्टाइल रेसिपी देखाउन लागिरहेको छ। लेट्स गो। सुरुमा ताजा खसीको मासु सफा गरी काटिन्छ, जसरी हामीले भिडियोमा देखाएको छौँ। त्यसपछि अदुवा, लसुन, बेसार, नुन, खुर्सानी तयार गरिन्छ। मासु पकाउने कुरा भनेकै धैर्य एकदम आवश्यक हुन्छ। पहिले तेल तताइन्छ, त्यसमा यो मेथी पड्काइन्छ, त्यस पछाडि जिरा हालेर पड्काइन्छ। जब यी कार्य गरिन्छ नि, गाउँभरि गन्ध फैलिन्छ। गाउँको रमाइलो भनेकै पाक्दै गरेको मासुको गन्धमा सबैको मुख रसाउँछ। यो मासु खाना मात्र होइन, यो संस्कार हो। विवाह होस्, चाड होस् या साथीभाइहरूको जमघट, खसीको मासुले माहौल नै रमाइलो बनाउँछ। गाउँमा मासु पकाउँदा एक्लै खाइँदैन, सबैसँग बाँडिन्छ। यहाँ पनि मासुको स्वाद अझ तिखर बनाउनलाई हामीले ओखलीमा लसुन, अदुवा कुचेर मसला तयार गरेका छौँ। जब मासु राम्ररी भुटिन्छ, त्यसपछि हामी त्यसमा यो धुलो, खुर्सानी, त्यस पछाडि मरमसला, गरम मसला हालेर राम्ररी चलाइन्छ। भनिन्छ खसीको मासु जति चलायो त्यति मिठो हुन्छ। जब यो पाक्न थाल्छ, त्यस पछाडि गोलभेडा हालेर यसलाई एकछिन छोपिदिने र पानी आफूलाई जति चाहिन्छ यसमा पानी एड गर्ने र
सिटी लाग्नको लागि छोड्दिने। लगभग 4-5 सिटीमा चाहिँ यो पाक्छ र खानको लागि तयार हुन्छ। लगभग 1 घण्टाको मेहनतपछि खसीको मासु तयार हुन्छ। यसलाई भात, ढिँडो वा अचारसँग खाँदा अझ स्वाद हुन्छ। हामी चाहिँ तपाईलाई हाम्रो यो भिडियो कस्तो लाग्यो कमेन्टमा आफ्नो विचार राख्नुहोस्। यदि मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। थ्यांक यू। सी यू इन द नेक्स्ट भिडियो। बाइ बाइ।